हेलो एन्ड नमस्ते एभ्रिवान, तपाईलाई स्वागत छ आजको न्यू ब्लगमा। तपाईको के छ, मेरो चाहिँ एकदम ठिक छ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनुस्, पुरानै हुनुहुन्छ भने लाइक गरेर एउटा कमेन्ट छोडिदिनुस्। त्यही हो है त, म फेरि पनि एउटा छोटो मिठो नयाँ भिडियो लिएर चाहिँ उपस्थित भइसकेको छु। भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला नि। त्यही हो, आज चाहिँ म चाहिँ जाडो छ नि त एकदम, त्यही भएर आज चाहिँ म चाहिँ चौचौ फेरि पनि पिरो चौचौ बनाएर खान लाग्यो होइन। भिडियो अन्तिमसम्म हेरिदिनु होला। त्यही है त, अब चाहिँ म सिधै पसल जान्छु। पहिला पसल गएर पिरो चौचौ ल्याएपछि भेट्छु है त। सो गाजी हेर्न सक्नुहुन्छ ल, यस्तो मौसम भइरहेछ कि पुरा पानी परेर बेहाल भइरहेछ आजकल होइन। त्यही हो, म चाहिँ पसल गएर पनि आइसकेको छु। त्यो फेरि पनि मैले चाहिँ के भन्दा तपाईँलाई भनिसकेँ मैले होइन, पिरो चौचौ नै लिएर आएको छु। आज चाहिँ म के गर्नु जाँदैछु भन्दाखेरि आज चाहिँ म झोल बनाएर खान्छु होला। अनि त्यही हो है त, ल म चाहिँ अब जाँदैछु घरतर्फ होइन, पसलबाट घरतर्फ जाँदैछु। मौसम चाहिँ एकदम कस्तो छ होइन। यो मौसममा एकचोटि छोटो क्लिक म्युजिकमा हेरौँ। सो गाइज मैले चाहिँ चौचौ पनि लिएर आइसकेको छु, हेर्न सक्नुहुन्छ होइन। त्यही हो, यो पनि गजबको पिरो 20 रुपियाँ कति जान्छ यो चौचौलाई होइन। त्यो मैले चाहिँ ल्याइसकेको छु। अब त्यही हो, म चाहिँ यसलाई पकाएर खानेवाला छु होइन। त्यो पकाउने प्रोसेस यसलाई धेरै त छैन यो होइन, गाह्रो छैन यसलाई पकाउन। त्यही हो, पकाउँदैखेरिको भिडियो चाहिँ म्युजिकमा हेरौँ। मैले बनाएर पनि म आइसकेको छु। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ लिए चौचौ लिएर चाहिँ म आइसकेको छु। भिडियोमा नदेख्न सक्छ होइन, एकदम तपाईँहरूले देखाउँ है त ल गाइजहरू है। एकदम यस्तो छ होइन, चौचौको ऊ चाहिँ यस्तो छ कि यस्तो छ होइन, हेर्न सक्नुहुन्छ, देखिहाल्नुभयो तपाईँहरूले होइन। एकदम बबाल बनिएको छ, तर एकदम स्पाइसी पनि हुनेवाला छ होइन। त्यही हो, अनि अब यो चाहिँ मैले चाहिँ होइन, म एक्लैले होइन, फ्यामिली पनि उ गरेर होइन बनाएर म आइसकेको छु। अब खाना सुरु गरौँ है त, लेट्स गेट स्टार्टेड। यो चाहिँ एकदम स्पाइस भएको छ होइन, एक्स्ट्रा खोर्सानी पनि यहाँ एड गरेको छ होइन, स्पाइसी एकदम छ। यहाँ रहेको छ हाम्रो दालमोट होइन, हेर्न सक्नुहुन्छ एकदम स्पाइसी
एक्स्ट्रा ऊ पनि छ यहाँ होइन हेर्न सक्नुहुन्छ भिडियो चाहिँ के ऊ गरौँ भनेर चाहिँ यस्तो भिडियो यहाँको मैले त्यही हो भिडियो नबनाएको नि होइन 8-9 दिन भइसकेको छ त्यो तिहारमा भिडियो चाहिँ बनाएको थिएँ होइन बनाउनु भयो भिडियो चाहिँ हाल्न पाइनँ होइन यसमा अलिकति थोरै तिहारको भिडियो पनि म हालिदिन्छु है त गाइजहरू ल माइन्ड नगरिदिनु होला त्यो खाँदैछु म झोल हालेर बनाएको एकदम धेरै स्पाइसी हुने चाहिँ गाइज त्यो म यो खाएर सघाउँछु तपाईँहरू चाहिँ तिहारको भिडियो छोटो क्लिक हेरौँ है त गाइस पिरोले चाहिँ बिहाल भइसकेको छ अनि त्यही हो अब मैले सकाइसकेको छु तिहारको भिडियो अलिकति छोटो मात्रै मैले राखिदिएको किनभने तिहार हाम्रो भाइटिका भएको चाहिँ धेरै भइसकेको छ ब्लग हाल्न नपाएको पनि धेरै भइसकेको छ आजको मौसम एकदम अलिकति खराब भएकोले यस्तो स्पाइसी चाहिँ खाएको होइन त्यही हो भिडियो के कस्तो लाग्यो राम्रो लाग्यो भने चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला अनि त्यही हो लागेन भने पनि कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला आजको लागि यो भिडियो यति नै हामी नेक्स्ट भ्लगमा भेट्नुपर्ने हुन्छ है त सब्सक्राइब बाई बाई